तपाई कफी कतिको पिउनुहुन्छ? कफी नपिउने मानिसको तुलनामा पिउने मानिसमा कम रोग लाग्ने तथ्य सार्वजनिक भएको छ। 8औं शताब्दीतिर इथियोपियाको कफा भन्ने प्रान्तबाट बाख्रा गोठालाले पत्ता लगाएको कफी विश्वमा पेट्रोलियम पदार्थपछि धेरै कारोबार हुने वस्तुमा पर्दछ। विश्वमा दैनिक 2 अर्ब 25 करोड़ भन्दा बढ़ी कप कफी खपत हुने गर्दछ। कफी संस्कृति युवा पुस्तामा अझ लोकप्रिय बनेको छ। कफीले कलेजो सम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने ब्रिटिश मेडिकल जर्नलको अनुसन्धानले देखाएको छ। कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या कम हुने अनुसन्धानले बताएको छ। गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुन सक्ने निचोड उक्त समीक्षाको छ। कफी नपिउने मानिसका तुलनामा दिनको लगभग 3 कप कफी पिउने मानिसमा मुटु सम्बन्धी समस्याहरू कम देखिने वा त्यस सम्बन्धी रोगका कारण कम मृत्यु हुने गरेको देखिन्छ। नेशनल हेल्थ इन्स्टिच्युट अमेरिकाबाट गरिएको अध्ययन अनुसार कफीको नियमित सेवनबाट मानिसमा भविष्यमा अल्जाइमर्स रोग हुन सक्ने जोखिमलाई 65% कम गराउँछ भने पार्किन्सन रोग लाग्न सक्ने जोखिमलाई 32 देखि 60% सम्म कम गराउन मदत गर्दछ। त्यस्तै कफीको नियमित सेवनबाट